Hey guys, welcome back to my channel once again after a long time. अनि आज चाहिँ म यतिकै बिदाको दिन हो अनि युट्युबमा केही पनि भिडियो हालेकै छैन नेपाल गएबाट आएबाट अनि त्यस पछाडि चाहिँ आज म यसै मेमोरीको लागि यसै भिडियो बनाउन सोचेको। अनि आज चाहिँ मैले मेरो सुज कलेक्सन हिल्स कलेक्सन देखाउँछु। नेपालमा कति छुट्यो, यहाँबाट अस्ति बिदामा जाँदा पनि लिएर गएको थिएँ, त्यो पनि लिएर आएन राम्रोसँग पुरै। नेपालमा पनि कति छ लिएर नि आएन, यहाँ जति छ त्यति देखाउँछु, त्यति धेरै त छैन। कहाँबाट सुरु गरौँ? सबैभन्दा मेरो पुरानो हिल्सबाट सुरु गर्छु। मैले नेपालबाट ल्याएको यो यस्तो ध्वस्त भइसक्यो। त्यही पनि यो हो मेरो 11 क्लास हो कि 12 क्लासको हिल्स हो यो होइन। अहिलेसम्म मैले ल्याएको छु कि म फर्स्ट टाइम आउँदा लिएर आएको थिएँ। यो हिल चाहिँ मैले somebody गिफ्ट मी, अनि त्यही हो पिङ्क कलरको। यो चाहिँ मेरो फर्स्ट हो। त्यस पछाडि मेरो छ यो ब्ल्याक हिल, यस्तो यो टुनावा बान्नेवाला पछाडि। यो सुज चाहिँ यो ब्ल्याक चाहिँ सिनबाट हो क्या, मलाई कुन कहाँबाट मगाएँ थाहा छैन। सिनबाट जस्तो लाग्छ। यो चाहिँ यस्तोवाला हिल हो, त्यस्तो धेरै छैन, कम्फर्टेबलै हुन्छ तर लास्ट दिनभरि त सकिँदैन पछाडि खोपेर। सेकेन्ड चाहिँ त्यो भयो। अनि यो चाहिँ मलाई बाबाले पठाइदिनु भएको थियो, बेहुली चप्पलवाला चाहिँ नेपालमै छ मेरो बिहाको। यो चाहिँ कक्सुसवालामा पठाइदिनु भएको रहेछ। यो नै मनपर्छ मलाई, रेडमा भेलभेट के भन्छ त्यसले। अनि त्यस पछाडि अर्को छ मेरो फ्ल्याटमा यस्तोवाला गोल्डन, यसलाई के भन्छ गोल्डनवाला छ। यो एकदम कम्फर्टेबल है, भर्खर नि मैले लगाएको थिएँ, एकदम कम्फर्टेबल छ, एकदम सानो छ मेरो खुट्टा। त्यो चाहिँ भइहाल्यो। अनि त्यस पछाडि अर्को छ हिल्स मेरो, यो पनि सिनबाटै लिएको मैले, रेडवाला। यसको हिल पनि यस्तो टाइपको छ, अलिकति ठुलो टाइपको। यो पनि सिनबाटै लिएको मैले, यो पनि लाउँछु मैले बेला बेलामा। अनि अर्को छ दिस वान। सबै मेरो के हो, दुईवटा ब्ल्याक, सबै कलरहरू कम्बिनेसन छ क्या, दुईवटा। यसको चाहिँ यस्तो पोइन्टेडवाला हिल हो, एकदम राम्रो छ। यो म ब्ल्याक एन्ड व्हाइट थियो, खै किन हो मैले ब्ल्याक लिएर आएँ। अनि अर्को छ मैले अस्ति भर्खर नेपाल जाँदाखेरि यो हिल किनेको, यस्तो वाला छ यो चाहिँ। किनभने मनोकामना जाने बेलामा अघिल्लो दिनमा मैले सपिङ गरेको थिएँ। अनि पोइन्टेडवाला एकदम गाह्रो हुन्छ नि त, लाइन साइन बस्नुपर्ने यताउति। अनि यस्तो ग्लिटरवाला पनि थियो, यस्तो सेपको चाहिँ मसँग थिएन, अनि त्यही भएर लिइहालेँ। पछाडि यसको चाहिँ सेप चाहिँ छ तर यो अलिकति अर्कै हो, यो पुरानो हो नि त, त्यो भएर मैले त्यो लिएको। अनि अहिले नेपालमा मैले किनेको यस्तोवाला, मैले त्यो बेहुली चप्पल खस घुसानी नि लगाइसकेँ होइन। अनि बाबाले मलाई यो कक्सुस पठाइदिनु भयो नि त, यस्तो कक्सुस पनि भइहाल्यो। अनि मैले यस्तो सेपमा चाहिँ लाएको थिइनँ, यो कलर पनि फरक छ कि अलिअलि। अनि यस्तो यो यिनी राम्रो हो, एकचोटि नि लगाएन यो चाहिँ, त्यही भएर कचाकचुक पऱ्यो ह यो चाहिँ। अनि कति चाहिँ छोडेँ, कति चाहिँ मेरो तलपट्टिको रुममा पनि छ। हिल्स यति नै हो नर्मल्ली यहाँ लाउने। अनि नर्सिङ चप्पल भन्छ क्या, त्यो पनि बाबुले अस्ति भर्खर पठाइदिनु भएको थियो, त्यो चाहिँ तलै छ होला कता छ। अनि यो बुट पनि मैले एकचोटि नि लगाएको छैन, यस्तो हाफवाला, कति राम्रो लगाएर किनेको कि मैले। अब यो अबको विन्टरमा लाउँछु। यो चाहिँ यो मैले यहीँ किनेको, यो चाहिँ यस्तोवाला छ। यो चाहिँ अबको विन्टरमा लाउँछु मैले। अनि यो चाहिँ मेरो फेभरेट सुज हो, ब्रान्डेडवाला। अरू चाहिँ यो चाहिँ अलिकति महँगो पनि हो, यो पुमाको हो, एकदम राम्रो छ। यो मैले यहीँ आउटलेटमा किनेको, पुमाको सोरुमबाट। यो मेरो फेभरेट सुज हो,
अनि सुज पनि मेरो तल नै हो कि कति धेरै मैले भिडियो बनाइसकेपछि वाला सम्झेँ हिल्स मात्रै देखाउँछु भने कहिले सुज पनि देखाएँ अरे। अनि यो जुत्ता चाहिँ मलाई बुढाले किनिदिनु भएको फर्स्ट टाइम बिहा गर्ने बित्तिकै कता यो चाहिँ यस्तो खालको छ। अनि यो मेरो रुम सुज हो, विन्टरमा लगाएको थिएँ मैले बहुत खास धेरै त लगाइनँ, रुममा लगाउने हो कि हो यस्तो वाला यस्तै खालको तर यस्तो जुत्ता होइन मोजा टाइपको चाहिँ मम्मीलाई मैले दार्जिलिङबाट ल्याएको थिएँ। त्यस्तै मन परेर फेरि मैले यो किनेको। यो रुमभित्र कति तातो हुन्छ म त उसमा के अरे बेडमै लगाएर चाहिँ बसिदिन्छु। यो एकदम तातो खालको छ कि हो। अनि नेक्स्ट लास्ट चाहिँ मेरो यो बुट हो। यो चाहिँ मैले नेपालबाट ल्याएको थिएँ। यस्तो वाला छ यो चाहिँ, कलर कस्तो मनपर्छ मलाई ब्ल्याक भन्दा यस्तो कलर। अनि यो चाहिँ यस्तो कलरमा थियो त्यही भएर मैले यो चाहिँ ब्ल्याकमा लिएको। दुईवटा बुट भइहाल्यो अनि सुज यो भइहाल्यो। यस्तो भर्खर मैले एउटा नयाँ पनि किनेको छु, त्यो पनि तलै छ। अनि 2-3वटा सुज चाहिँ तलै छ। मैले चाहिँ स्पेसल्ली आज मेरो हिल्स कलेक्सन देखाउन आएको। यति हो। चप्पल पनि धेरै होइन, यो चप्पल देखाउँछु अब। यो चाहिँ मैले लगाइरहेको छु, रुममै लगाउँछु चप्पल। यो चाहिँ मैले मेरो फेभरेट यस्तै सेम ग्रिनमा थियो, त्यो चाहिँ 1 वर्ष फटाल्यो। फेरि यो चाहिँ न्यू हो। म यस्तो चप्पलहरू चाहिँ रुममा खाली खुट्टा हिँड्न मन पर्दैन कि, कार्पेट भए पनि जे भयो नि। अनि त्यही हो, मैले बुढाको चाहिँ देखाएन, मेरो मात्रै। थ्याङ्क यू फर वाचिङ, बाई।